राइट नाउ गाइस अहिले चाहिँ हाम्रो लास्ट डे है। सो आज चाहिँ हामी सबैजना आफ्नो घर पुग्छौँ। सो पार्टीदेखि गरेर खोइ रेडी भइसकेको छौँ होइन, यहाँ प्याकिङ भइसकेको छौँ। आज चाहिँ हामी बेलुकै 4 बजी 4:30 भयो, 4 बजिसक्यो होला होइन, बिहान निस्किँदैछौँ। सो सेभ गाइस, अब अलिकति मजाको होला। एनएमको मेरो लास्ट भ्लग है गाइस, लास्ट। सो यसको चाहिँ हामी घर पुग्छौँ। सो यहाँ मेरो जिप मिर आउँदो रहेछ आसाम। सो मेरो चाहिँ 820को मात्रै पेट्रोल खाएँ, 830 को। सो अब यहाँबाट हामी हिँड्नु लागेको छ। सो मेरो बाइकको फकलाइट पनि बलेको छैन, सेफ्टी भएको नि है। यसलाई चाहिँ भन्नुपर्छ हामी एकदम दामी बाटो है, एकदम बाटो अघि पुरा अफ भेट्दै थियो होइन, अहिले फेरि दामी बाटो भेट्नु थाल्यो गाइस। एकदम प्लेन बाटो है, खुल्ला मजा आइदिरहेको छ गाइस। र यता गाइस अहिले चाहिँ हामी चाहिँ आसाम निस्किसक्नु आँट्यो, आसामबाट निस्किसक्नु आँटेको छ है। सो रिसेन्टली चाहिँ यहाँ हाम्रो पर फ्युल अप गरेको जग्गामा चाहिँ हाम्रो सुनिल दाको चाहिँ ट्याङ्क ब्याग थियो छोड्नु भएछ है। सो भर्खर मैले बन्जीदोरी माग्दाखेरि मात्रै याद पाएँ है। सो बन्जीदोरी ल्याउँदाखेरि ट्याङ्क ब्यागै थिएन। सो त्यसले गर्दा चाहिँ अलिकति मैले बन्जीदोरी सोध्नुले गर्दा त्यति सजिलो याद पाएँ, नत्र सिक्किम पुगेर मात्रै याद पाउँथेछ है। सो त्यही हो अब राइडमा है। सो फर्किँदाखेरि अलिअलि सामानहरू बिर्स्यो है। सो एकदम सामानहरू चाहिँ हेरेर जानुपर्ने हुन्छ। झन् अरू त झन् बेङ्गाल पुगिसक्यो अरे। स्विपर राइडर चाहिँ म थिएँ, स्विपर चाहिँ म थिएँ। अन्त रेडी भयो। सो हामी पर पुगेर सबैजना भेटेर चाहिँ हामी पर्खिन्छ सुनिल दालाई होइन। सो के हुन्छ त्यहाँ तपाईँलाई म अपडेट दिइरहेको छु। अचार हुन्छ है, अचार हुन्छ। ओइ झन्डै पड्कायो। यो बाटोमा चाहिँ कुकुर बिरालो चराहरू चाहिँ यति बेसी मरेको छ, गाईहरू हिर्काएर हो, गाडीले पेलेर फ्याल्नु धरी छैन मान्छेहरूले क्या त। अन्त ती मारिरहेको त्यही माथि अझै त्यही माथि पेलिरहेको होइन, त्यहाँ भित्तामा पोस्टर भइरहेको हुन्छ नि अब पुरा छालासँग त्यस्तो भइदिएसम्म पनि मान्छेले हटाउँदैन रहेछ यो रोडमा चाहिँ है। सो दुःख लाग्दो। हामीले राइड गर्दा चाहिँ गाडी एकदम जोगिएर सेफ पाराले राइड गर्नुपर्छ है। म चाहिँ अघि 2-3 खेप पनि होइन गाइस, 5-6 खेप चाहिँ अब सुतेर उठिपठाएको है, झस्याङ हुँदै। सो त्यसले गर्दा एकछिन बसेर मुखसुख टाउको नुहाएर मात्रै राइड गर्दैछु है। सो त्यही टाउकोहरू नुहाउनु लागि नै एकछिन बस्दाखेरि चाहिँ थाहा भएको नि त दाको ट्याङ्क ब्याग छोडेको छ भनेर, बेसी गरमले बेसी जिउहरू तातेर होला मलाई निद्रा लागेको भनेर चाहिँ होइन। सो राइट नाउ गाइस अहिले हामी यहाँ सामान बिर्सियो होइन, सुनिल दाको ट्याङ्क ब्याग बिर्सेर चाहिँ जानुभएको छ ल्याउनु। हामी चाहिँ एकछिन पर्ख्यौँ, आउनु भएन। र फेरि अब हामी बिस्तारै जाँदै गर्छौँ है, यहाँ रात पुर्न आँटिसक्यो। अहिले चाहिँ हामी सिलगढी पुग्नुको लागि चाहिँ 337 किलोमिटर रहेछ है। ओ माई गड, बाटो त्यस्तो भेटिनुहोस् साला कस्तो। सो अब चाहिँ सिलगढी पुग्नु 337 किलोमिटर। अन्त खुसी लाग्यो सिलगढीको नाम चाहिँ बोर्डमा देख्दाखेरि, अब यत्रो टाढोदेखिको ट्राभल गर्दा होइन। सो हामी फाइनली आज चाहिँ घर पुग्छौँ। अन्त हामी अब सबैजना सँगै छौँ। अन्त रम्फूदेखिको चाहिँ हामी सबैजना आफ्नो ठाउँ छुटेर जान्छ है। सो रम्फूसम्म चाहिँ अब सँगै हुन्छ हामी। सो खानाहरू खाएको छैन होइन। सो बिहान डाइरेक्ट होटलबाट रेडी भएर त्यतिकै निस्किएको छौँ। अब कहीँ गएर खाना खाएर त्यहाँ चाहिँ कन्टिन्यू राइड हुँदै हुन्छ है, फेरि कन्टिन्यू राइड गर्नुपर्ने हुन्छ है गाइस। हाम्रो ठाउँ बाटो बिग्रेको रहेछ हो। अन्त अहिले चाहिँ सबैजना अगाडि छ, म चाहिँ लास्टमा छु होइन गाइस। आजको चाहिँ अब लास्ट भ्लग हो मेरो है। सो तपाईँलाई अघि भनिहालेँ। सो आज घरसम्म टक्कै घर पुगेर चाहिँ टक्कै भ्लग पनि हिँड गर्नेछु है। सो फाइनली गाइस हामी चाहिँ यता यहाँ आइपुग्यौँ, हिजो आधी बिच। बिहानको खाना चाहिँ अब खाना आँटेको छौँ होइन। सो यहाँ सबैजना बाइक बाहिर पार्क गरेर चाहिँ ल बिस्तारै लिनुहोस्, बिस्तारै खाना
बिस्तारै लिनुहोस् बिस्तारै मेरो त्यो माइकी भएर अलिकति उयो भइरहेको छ बेगम दा खाना बिस्तारै लिनुहोस् है ओ ओ ओ आम्मा म कत्रो पापर हो उठाइदिइहाल्यो त पापालाई त फेरि तपाईँलाई भोक कति लागेको छ हौ कति खान्छ होइन भोक कतिको लागेको छ लागेको छैन है बेगम दा भोकले कतिको साह्रो पारेछ निन्द्रा चाहिँ हेभी लागिरह होला गुवाहाटीदेखि हामी अगाडि हेऱ्यौँ नि हकमा क्या आँखा त रातो होइन रातै कता निद्रा पठाएर कस्तो आइरहेको थियो नि त यहाँ रेडी हुँदैछन् तर खाना आइपुगेन यसलाई भन्नुपर्दा चाहिँ हामी सिक्किमको धेरै नजिक आइपुगिसक्यौँ अन्त अब हामी अलिकति पर पेट्रोल पम्पमा गएर अलिकति है वासरुमहरू जान्छौँ त्यस पछाडि चाहिँ हामी डाइरेक्ट रम्फूमा पेट्रोल हाल्छौँ है किनभने मेरो त 1 स्टिक घटेछ 2 स्टिक घटेछ मेरो जुन सुनिल दा जुन सामान छोडेर ब्याक हुनुभएको थियो है सो उहाँ पनि आइपुग्नु भएको छैन उहाँलाई हामी पर्खिन्छौँ पेट्रोल पम्पमै पर्खिन्छौँ सुनिल दालाई पनि हामी है सबैजना त्यहाँ भेला भएर चाहिँ सँगै जान्छौँ होला अटल सेतुसम्म त्यहाँदेखिको चाहिँ सबैजना आफ्नो आफ्नो घर जान्छ है कोही नामथाङ कोही गान्तोक कोही करेकपट्टि है सो त्यसरी नै हामी छुट्टी नै गर्छौँ सो यसलाई चाहिँ हामी अब सिक्किम पुग्नु कति पनि छैन यहाँ चाहिँ हो के पुग्छ जस्तो लाग्छ राइट नाउ गाइस अहिले चाहिँ हामी बाघपुल पुग्नु आँटिसकेको छौँ होइन सो नजिकै आइपुगिसक्यो अन्त घाम पनि एकदम डुब्दै लागिरहेको छ होइन सो हामी चाहिँ अगाडि 4 जना ग्रुप अरू सबै आधी अगाडि छ आधी पछाडि छ है सो अहिले चाहिँ हामी पर पुगेर अब कहाँ पर्खिनुपर्छ हामी त्यहाँ पर्खिन्छौँ होइन गाइस घाम चाहिँ डुब्नै आँटेको छ है सो गाइस हामी चाहिँ फाइनली यहाँ मालबजार आइपुगिसकेको छौँ होइन सो यहाँ 15 चियाहरू पियौँ सो अब त्यसपछि चाहिँ हामी डाइरेक्ट अब अटो सेटमा एकछिन रोकेर सबैजनासँग सानो ब्रिफिङ गरेर मात्रै हामी सबैजना सुटिङ अटो सेटिङ चाहिँ सबै सुटिङ है सो स्टेडियम गाइस सो त्यहाँ पुगेर तपाईँहरूसँग भेटिसकेको किनभने अब भ्लग कन्टिन्यू गर्दिनँ त्यहाँ पुगेर मात्रै गर्छु किनभने मेरोमा स्टोरेज कम्ती छ है सो त्यसैले गर्दा सी यु गाइस अहिले चाहिँ धेरै रात परिसक्यो गाइस अन्त हामी अहिले टिस्टाको तेर्सो कुद्दैछौँ होइन सो टिस्टा ब्रिज चाहिँ आइपुग्नु आँट्यो मेरो फकलाइट अलिकति बिग्रेको थियो त्यो पनि बाटोमा बनाएँ किनभने अलिकति प्रब्लम भयो नि त बाटो केही नदेखेको कारणले गर्दा आजकलको बाइकतिर हेडलाइटहरूमा खै उयो नै त्यस्तो दिँदैन लाइटहरू बाटो देख्ने हल्का दिँदैन साह्रो कम्ती हुन्छ त्यसले गर्दा चाहिँ एकदम सबैजना सँगै छौँ भनौँ न फेरि भोलिदेखिको फेरि ड्युटी जानुपर्ने हुन्छ है सो बाटो चाहिँ अहिले खुल्लै छ त्यस्तो खतरा जाम चाहिँ भएको छैन है खुल्लै छ बाटो चाहिँ सो जाँदैछौँ गाइस जाँदैछौँ फाइनली गाइस हामी चाहिँ अटल सेतु आइपुग्यो सिक्किम है हामी चाहिँ सिक्किम आइपुग्यो गाइस फाइनली हामी अटल सेतु हामी एकछिन बस्छौँ अरूलाई पर्खिन्छौँ फाइनली अहिले चाहिँ सिक्किम है सिक्किम अटल सेतु जहाँदेखि हाम्रो राइट स्टार्ट गरेको थियो त्यो जग्गा हामी आइपुगिसकेको छौँ र अब आधी टिमलाई पर्खिरहेको छौँ आउँदैछ हामी आधी चाहिँ आइपुगिसक्यो है सो अब यहाँदेखि सबैजना आफ्नो घर जान्छ है यहाँदेखि सबैको घर छुट्टिन्छ सो कोही सँगै जानेछ कोही कता जानेछ कोही कता है सो जाकेन्ट जानुपर्ने अन्त हामी चाहिँ अब नाम्थाङ जानुपर्ने जहाँ हुन्छ अब हाम्रा जो हुनुहुन्छ यहाँदेखि भएको थियो हाम्रो क्लबको ह्याट र त्यो भयो मैले अब जाँदाखेरि के भनेको थियो भने जस्तोसँगले हामी गएको छौँ आज सेफसँगले गएको छौँ सेफसँगले पुगेर हामी सेफसँगले फर्किने छौँ भनेर हामीले एउटा आश राखेको आज सेफसँगले फर्केको छौँ अनि हामी जस्तो यो जुन चाहिँ खुसीसँगले गएको छौँ त्यो खुसीसँगले फर्केको छौँ भनेर हामीले आश राखेको छौँ
रातो कुरा चाहिँ के भने एउटा राइडर्सहरूको लागि चाहिँ एउटा नम राइड चाहिँ एउटा वान अफ द ड्रिम राइड हो। त्यो पनि आज सक्सेसफुली कम्प्लिट गरेको छौँ। हुनु त अब नम राइड त्यस्तो भयङ्कर जस्तो त्यस्तो डरलाग्दो पनि होइन हुनु त। एउटा मेन कुरा चाहिँ के हो एउटा बोन्डिङ अफ ब्रदरहुड हाम्रो होइन, बोन्डिङ अफ ब्रदरहुड त्यो चाहिँ एकदम बरकरार रहोस्। अर्को कुरा चाहिँ हाम्रो एउटा मानवता ह्युमेनिटी भन्ने चाहिँ यतिकै बरकरारै रहोस्। सबै क्लब मेम्बरहरू एकदमै साथमा साथ रहोस् भन्ने म त्यही चाहन्छु। धन्यवाद।